ल है गाइस, रुमको कन्डिसन के कसो छ यसो हेरौँ होइन। रुम चाहिँ फोर्ने होला किनभने बिहान टाइम हुँदैन होइन, बच्चाहरूलाई रेडी गर्नुपर्छ स्कुलको लागि होइन। नाजुक पनि साह्रै नाजुक छ त हो। ठिक छ गाइस, केही छैन, रुम चाहिँ सानो छ होइन, तर पनि ठिकै छ सानो परिवारको लागि होइन। परदेशको ठाउँमा यो पनि धेरै ठुलो हो है। यो चाहिँ फ्रिज, वासिङ मेसिन, किचन, यो चाहिँ हाम्रो बाथरुम होइन। बाथरुमको चाहिँ नखिच्दा हुन्थ्यो। ठिक छ, केही छैन। म फेरि यस तपाईँलाई सफा गरेर है फेरि आउँदा अर्को क्लिप बनाउनु छु भिडियो। यो चाहिँ फ्रिज त वासिङ मेसिन होइन, तर सानो छ ठाउँ, तर पनि कसरी कसरी एडजस्ट गरेछ भनौँ होइन। यो चाहिँ बाथरुम हो है गाइस। यो चाहिँ रुम सफा भयो। अब के गर्ने भन्ने कुरो है। अब के गरौँ भन्दा अब खाना चाहिँ बनाउनु पर्छ क्या हो, त्यत्तिकै पल्टिनु भन्दा होइन। खाना बनाऊ गाइस। आज चाहिँ खानामा चाहिँ स्पेसल के बनाउने भन्ने कुरो उठिरहेको छ। खानामा चाहिँ आज दाल भात, माछा खाउँ भनेको बच्चाहरू माछा खाँदैन है, केही छैन। माछा पनि खाँदैन अनि चाहिँ के अरे मटन पनि खाँदैन होइन बच्चाहरू। उनीहरूको लागि भए पनि आज चिकन दाल भात बनाउँछु र प्लस है गाइस है। कटिङ पनि खतरा हानिदिन्छु नि फेरि म। बसना छेउमा मिठो मिठो कुरा गरौँ, बसना छेउमा मिठो मिठो कुरा गरौँ, नसुनेकी साँची गैस खुचाइन्छ होइन, बच्चाहरू छन् खाने। त्यो भएर चाहिँ दुईवटा हाल्दा बेस होला, दुईवटा नै हालौँ। दुईवटा नै, एउटा मात्र हाल्ने, बाँकी चाहिँ राख्दिउँ। ल गाइस है, दाल पनि बोइलको लागि रेडी भयो। ल गाइस, चिकनको लागि चाहिँ मसलाहरू पनि रेडी भयो है। धेरै होइन, खास होइन, 1 किलो चिकन हो है। यो चाहिँ तेलमा फ्राई गर्ने, यो 3-4 आइटम तेलमा, बाँकी यो चाहिँ मिक्सरमा हाल्ने है। यो चाहिँ नारियल खुर्सानी भन्नु पर्दैन होला होइन। होइन सानोवाला कहाँ हो?
हो गाइस है टमाटर पनि हालिदिने कुरो हुन्छ होइन, हल्का ग्रेभी चाहिँ हुन्छ है, हाल्ने चाहिँ होइन, त्यस्तो केही छैन, ट्राई गरिहाल्नु न। एउटै कति दिन एउटा आइटम खाने होइन, एउटै किसिमको फरक किसिमले बनाएर पनि खान भन्ने हो क्या। टमाटर पनि हाल्दै, तर प्याज चाहिँ नहालौँ है, प्याज चाहिँ हामी अलिक ठिक हुन्छ मलाई जस्तो लाग्छ। दाल पनि बोइल भए जस्तो छ गाइस। अरे नारियल चाहिँ भोकन हुनु हाँ कट करो इसको। मीडियम साइज है। चिकन थोड़ा फास्ट करो। लो गाइस, तेज पत्ता, यो दालचीनी, अलैची, यो लग धेरै नहाल्ने है, 3-4 मात्र हाल्ने। त्यसपछि यसलाई चट्ट गरम भयो, गरम भइसकेपछि प्याज पनि हालौँ। मिलाइदिने हो 2 मिनट, यसलाई रोप्ने हो। यो टाइपको कलर भयो भने यसलाई सोच्नु कि यो रेडी भयो। यसमा अरू मसला नहालेर डाइरेक्ट के गर्ने भने फर्स्ट चिकन हाल्ने, किनभने यसमा पानी हुन्छ होइन, पानी जम्मै निक्लिनुपर्छ क्या, ड्राई हुनुपर्छ यसलाई।
यस्तै लाग्नु पऱ्यो होइन अहिले पानी पनि बल्ल सोचेको पऱ्यो यो चाहिँ पेस्ट हो यसमा चाहिँ तपाईँको अदरक लसुन टमाटर अन्य 2-3 आइटमहरू पनि छ यसमा टक्क एकचोटि मिलाएर होइन झप्प पऱ्यो फेरि यसलाई के गर्नु पऱ्यो भने फेरि छोप्नुपर्छ 2 मिनट गाइस के गर्ने करेन्ट पनि गयो अहिले जानु करेन्ट पनि होइन बाँकी चाहिँ अरू मसला हालौँ होइन यो चिकन मसला भइहाल्यो धेरै नहालौँ हल्का नै हालौँ अनि यो चाहिँ मिक्स मसला होइन यो चाहिँ अर्ग्यानिक मसला हुनु अनि यसलाई चट्टबाट मिलाइदिने होइन ल यस्तो खतरनाक बनेको मासु है अब आफूलाई बयान गर्ने होइन हजुरहरूले चाहिँ चट्ट कमेन्टमा गएर झ्याप्प भनिदिने है गाई एक मिनट ल गाई रेडी भएको छ है अब हल्का पानी चाहिँ हाल्नै पऱ्यो होइन ग्रेभी बनाउनुको लागि पानी हाल्दाखेरि कहिले पनि सेन्टरमा हाल्ने होइन कि साइडबाट हाल्ने हो यो चाहिँ ध्यानमा राख्नु है चट्ट साइडबाट हाल्ने हो गाई है अब यसलाई पानी धेरै हाल्ने होइन ग्रेभी बनाउनुको लागि हल्का ल गाइज है फाइनल्ली रेडी भयो हाम्रो चिकन होइन एकदम रेडी भयो अब यसलाई के गर्नुपर्छ भने चट्ट ग्यासलाई बन्द गरिदिने है गाइज ग्यासलाई बन्द गरिदिने त्यसमाथि के गर्ने भने चट्ट यो धनियाँ लिएर चट्ट माथिबाट हालिदिने चट्ट धनियाँ हालेर झ्याप्प एकचोटि मिलाइदिने होइन दिइसक्यो भने अनि गाइस यसको अनि के छ त टेस्ट हल्का टेस्ट गरौँ होइन है गाइस फुल रेडी भयो